नमस्कार भाइ बहिनीहरू। आज सर्वनामको कुरा गरौँ। यी वाक्य हेर्नुहोस् त। दाजु बजार जानुभयो, उहाँले सामान ल्याउनुभयो। माथिको दोस्रो वाक्यमा दाजु नामपदको सट्टामा उहाँ पद प्रयोग भएको छ। उहाँले दाजुलाई बुझाउँछ। यसरी नामको सट्टामा प्रयोग हुन आउने पद नै सर्वनाम हो। अरू उदाहरण पनि हेरौँ। 1. भाइले स्याउ टिप्यो अनि त्यो खायो। दोस्रो, भाइले स्याउ टिप्यो अनि त्यो स्याउ खायो। पहिलो वाक्यमा आएको त्यो सर्वनाम हो भने दोस्रो वाक्यको त्यो विशेषण हो। किनभने पहिलो त्योले स्याउलाई बुझायो भने दोस्रो त्योले स्याउको विशेषतालाई बुझायो। यसरी नामको सट्टामा प्रयोग हुने त्यो, ऊ, उनी, तिमी, तिनीहरू आदि पद सर्वनाम हुन्।